एभ्रिवान फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। आज हामी कहाँ जाँदैछौँ भने सायद आज नि ओलम्पिक पार्क गइन्छ कि अरु कतै गइन्छ। अब आज पनि ढिलो भइसक्यो। अब साइक्लिङ गर्ने प्लान थियो तर दिउँसो घाम थियो। अहिले शीतल शीतल हुँदैछ बाहिरतिर। तर पुग्दा पुग्दै 4:30 जस्तो हुन्छ होला। तर त्यही भएर आज पनि त्यहाँ साइक्लिङ गर्न नपाउने भएकोले चाहिँ अब हेरौँ कहाँ गइन्छ के गइन्छ। घरबाट चाहिँ निस्किन लाग्यो। अहिले ठ्याक्क 3:30 4 बज्न आँटिसक्यो। ल सन्दीप तिमी के भन्छौ यो बारेमा? हामी कहाँ जाँदैछौँ आज? आज हामी सिडनी ओलम्पिक पार्कमा होपफुली साइक्लिङ गर्न जान्छौँ। आज पनि 4 बज्न आँटिसक्यो। आज नै ढिलो ढिलो निस्केछ घरबाट, पाइन्छ कि पाइँदैन हेरौँ, लेट्स सी, त्यही गएर थाहा हुन्छ। आज कहाँ गइन्छ के गइन्छ केही थाहा छैन। हामी चाहिँ आएको छौँ योगर्ट मिल्क फ्लावर सपमा। स्ट्रबेरी माछा खानालाई है हैन। के खाना आएको छ? स्ट्रबेरी माछा आइस लाटे। तैँले खाने विशाल? विशालले केटीको चुमा चढिसकेको छौँ स्ट्याचुबाट र यो चाहिँ क्वाइट ग्यारेज हो। त्यही भएर सुस्ता सुस्तो बोलिरहेको छौँ। के भन्नु? यो चाहिँ हामी क्वाइट ग्यारेजमा चढेको छौँ। त्यही भएर एकदम सुस्तरी बोलेको छु म होइन। बुझेन भने आम सरी। हामी चाहिँ जासुट जाँदैछौँ। यो ट्रेन एपिङसम्म जान्छ। एपिङबाट चाहिँ चेन्ज गरेर जासुटको लागि मेट्रो चढ्छ। अनि साइक्लिङ जाने भनेको विशालले गर्दाखेरि जान पाएन। विशालले देखाइदियो त। हामी एपिङ गएपछि भेटौँला। मेट्रो कस्तो हुन्छ सेटिङै म देखाउँछु है त। हामी कहाँ जाँदैछौँ? हामी जासुट जाँदैछौँ मेट्रो चढेर। भर्खर एपिङबाट चाहिँ ट्रेनबाट चेन्ज गरेर अब मेट्रो चढ्न जाँदैछौँ। हजुरहरूलाई पनि मेट्रो देखाउँछु म। लास्ट ठुलो छ कि धेरै नै अन्डरग्राउन्ड भएको भएर काइन्ड अफ डरै लाग्दो छ यो। हाम्रो साइक्लिङ गर्न जाने प्लान चाहिँ क्यान्सल नै भएको हो। यो चाहिँ हाम्रो सिडनी मेट्रो है। हामी चाहिँ अहिले एपिङमा छौँ। यो चढेर हामी च्यासरुट जान्छौँ। हामी चाहिँ अहिले चढिसकेको छौँ ट्रेन रेलमा होइन। यस्तो हामी चाहिँ लास्टमा छौँ अहिले। यो चाहिँ हाम्रो सिडनीको मेट्रो है। यस्तो हुन्छ है। हामी चाहिँ आइसकेको छौँ अहिले। कहाँ रे? च्यासरुट आइसकेको छौँ। च्यासले भिडभाड छ च्यासरुटमा। ल ल हामी निस्किन्छौँ यहाँबाट पहिला। अनि त्यसपछि देखाउँला है त के कस्तो हुन्छ। यहाँ भिड छ अहिले साह्रै नै। सो गाइज अहिले चाहिँ हामी यहाँ च्यासरुटमा यो ठाउँमा आइसकेको छौँ होइन। यहाँ चाहिँ के हुन्छ भने कोइन फाल्ने अनि विस पुरा हुन्छ अरे। कोइन छ कोहीसँग? मसँग त्यस्तो नभन न यार। कोइनै रहन्छ यार। पैसै फेक्न त हुन्न। त्यो त अलि हुँदैन। नेपाली पैसा त होला नि। ए छ यार नेपाली पैसा। नेपालीसित पैसा ए एउटा ल्याउनु दे त दाइले। दुई $1 को कोइन छ यार। ल के भन्छ नि 5 सेन्ट त नदेऊ न यार भगवानले। नेपाली ल्याउ बरु। नेपाली हैन कि पुरै विदेशी? $1 ल्याउ नि त। ल विशाल राम्रोसँग खिच न मलाई। ल गाइज हामी चाहिँ अहिले यहाँ कोइन फाल्न जाँदैछौँ होइन। म हेर फ्रेममा त छु नि। तिमी त छौ। ल कोइन कसरी फाल्ने हो यहाँ? हेर देखाउ न। केमा पार्ने हो कि के हो? पार्ने हो? सबतिर वरिपरि नि देखाउ न। पार्ने हो? ल देख न म त्यही आन्सर। पानीमा परेको छ। ग्रान्डन चाहिँ ल मैले विस मागे होइन। मेरो विस अब हुन्छ कि नै त्यो त भन्नै बिस्तार। फेरि अर्को कोही नि फाल्छु त्यो त। त्यही भन्नुपर्ने टुक्क। ल भन तिमीले। आधा आधा है लोटो पऱ्यो नि। सन्दीपले नि फालिसकेको छ होइन। लगाइ अब चाहिँ हामी जाँदैछौँ गेमिङ जोनमा। आज पनि अब खासै प्लान गरे अनुसार केही पनि हुँदैन क्या। घर प्लान गर्यो साइक्लिङ गर्न जाने भनेर तर प्लान चेन्ज भयो। स्पोइलर यो आज यसले ढिलो गर्यो। गाइज केही किन्दिन भने भन है तिमीहरूलाई किनिदिन्छु म। जहिले पनि आफूलाई थाहा हुन्न कहाँ जाने के गर्ने भन्न। मलाई थाहा भनेर थाहा जस्तो गर्छ क्या। यत्रो घुमाएर यो सी भयो उताबाट सिधै आउनु मिल्थ्यो त। यसको कसैले विश्वासै नगरौँ है गाइस। सो अब हामी जाँदैछौँ त्यही गेमिङ जोनमा। अनि त्यसपछि हामी निस्केर केही खान्छौँ होला। त्यसपछि घरै जान्छौँ होला। आजको दिनै भ्याइयो है। हाई हाउ यु? So how much for the bowling for one person? One person bowling is 22 per person. Alright, so can we get one for one game, 3 people? Yeah, absolutely. Are we paying together or separately? Together.
ल गाइस हामी चाहिँ अब यहाँ बलिङ खेल्न जाँदैछौँ। ल गाइस हामी चाहिँ अब बलिङ खेल्न गइरहेका छौँ। ऊ चाहिँ ल मेरो नाम के लेखेको थियो? अनि त्यसमा सन्दीप अनि विशाल है। ल म फर्स्टमा जान्छु ल। ल गाइस 9वटा ढलेको छ, एउटा बाँकी छ होइन। यो ढल्यो भने चाहिँ अर्कोचोटि मैले बोनस पाउँछु कि डिटो हुन्छ। ए मिस भयो। कस्तो लागिरहेको सन्दीप? एक्साइटेड भनौँ, एक्साइटेड। लेट्स सी इफ आई क्यान बिट रुपेश अर नट है। लिगल ल। कस्तो लाग्यो? यो कट गरेर ल है त यसपालि चाहिँ होपफुली 10 आउट अफ 10 आज स्ट्राइक हुन्छ। ल नाइस नाइस। दुईटा ठिकै छ जम्मा 8वटा स्ट्राइक भयो। लेट्स सी इफ आई क्यान डु एनी बेटर देन दिस। यो चाहिँ प्रो है, सधैँ आइरहने खेलिरहने मान्छे हो। कस्तो लागिरहेको तँलाई? यो मैले भन्दै थिएँ नि प्रो सुरुमै हालिदिन्छ कि। लगाइ जब अरू कुरा त्यस्तै हो, हामी खेल्दै जान्छौँ। म अब बिचमा चाहिँ देखाउँछु, बिचमा देखाउँछु। त्यो पनि हुन्छ, बिचमा देखाउँछु अनि लास्टमा देखाउँछु है त गाइज। एकैचोटि प्रोबेबली टाइम ल्याप्स पनि बनाउन सक्छौँ होला। पोइन्ट्स सेकेन्डमा सन्दीप, ए सरी सेकेन्ड नम्बरमा छ, पोइन्टमा चाहिँ लास्टमा छ होइन। अहिलेसम्म चाहिँ मैले लिड गरिरहेको छु। सो गाइज हेरौँ फाइनलसम्म के हुन्छ। जसले हार्छ यहाँ कुखुरा भन्छ है। गाइज यो चाहिँ लास्ट टर्न होइन, अनि स्कोरहरू यतिको रहेको छ। यो गेमको चाहिँ भरे हुन्न क्या गाइजहरू। यो सुरुमा म कति लिडमा थिएँ होइन, 2-3 उमा। अनि त्यसपछि अहिले आएर सन्दीपले सर्ट स्ट्राइक हान्यो, मेरो सर्ट स्ट्राइक भएको छैन, मिस भइरहेछ। विशालको पनि त्यस्तै भइरहेछ। सो सन्दीप लिडमा छ। ल हेरौँ है त, अब मेरो लास्ट हो यो। अब यसमा स्ट्राइक हाने भने अझै एक चान्स पाउँछु मैले। त्यसले कस्तो गर्छ, मिस ए 2टा पिन डाउन भयो होला सायद। फेरि मिस रुपेशको पुरै यो चाहिँ पुरै मिस भयो। मेरो त ऊ देखिहाल्नु भयो, 70 पोइन्टमा अड्किएँ म। उसको 102 पोइन्ट पुऱ्याइसक्यो सन्दीपले। हात हेर्नु न, हात कति सिधा हो। इट्स ओके, त लिड मेरै छ। स्ट्राइक हान्यो सिद्धे। सो कस्तो लागिरहेको? सो नन्तलेस विशालले जति नै चोटि गर्न पाए पनि हुन्छ नि, जित्न चाहिँ मैले जितेँ। गर्न हान्न होइन के अरे, मेरो मेजरै कमब्याक भयो। सुरुमा स्कोर्सहरू डाउन थियो, खासै पिनहरू डाउन भएको थिएन होइन। अनि पछि चाहिँ 2-4वटा स्ट्राइक भयो, त्यसपछि चाहिँ मेजर कमब्याक भयो। सो गाइज आजको हाम्रो बलिङ चाहिँ यति नै थियो होइन। यो चाहिँ हाम्रो नयाँ माइक हो को कस्तो आइरहेको कमेन्ट गरिदिनु होला। साउन्ड क्वालिटी राम्रो आएन भने फेरि अर्को किनौँला के नै छ र। ल बाहिर भेटौँला अब। ल गाइज हामी चाहिँ अब अहिले खेलेर फर्किसकेका छौँ। अरू केही पनि खेल्दैन आज, किनकि हामीसँग टाइम पनि लिमिटेड थियो। बेलुका काममा जानुपर्ने भयो, बेलुका काम पनि छ, प्लस अब घर पनि चाँडै जानुपर्ने छ। किनकि हामी ढिलो निस्क्यौँ कि आज, दिउँसो चाँडै निस्केको भए चाहिँ अलिक धेरै एक्सप्लोर गरिन्थ्यो होला आज। तर होइन, ढिलो निस्कियो, 4 बजी निस्किएपछि अनि आउनै लाग्छ 1 घन्टा जस्तो। सो हामी चाहिँ अहिले बाहिर निस्केर बेटिज बर्गरमा बर्गर खान जाँदैछौँ। ल गाइज अब भेटौँला, खाएर अब घरतिर निस्किन्छ। खाँदाखेरि भेटौँला, देखाउँछु म खाइरहेको कहाँ खाइरहेको भनेर। व्याग्यू बर्गर, व्याग्यू होइन है, खाइँदैन है, हामीले बिफ पाउन्डको छ र बिफ खाइँदैन। सो हामी आइसकेका छौँ। गेम सेम खेल्यो, कस्तो लाग्यो गेम खेल्दाखेरि? रमाइलो लाग्यो, जितेँ।
जितेको मान्छेले आज पार्टी दिँदैछ होइन होला गाइज अब यसपछि के हुन्छ हामी सायद घरै गइन्छ प्रोबाब्ली घर गइन्छ होला घर गएर सकेसम्म आजै एडिट गरेर आजै हाल्ने कोसिस गर्छु तर अब के हुन्छ अनि यो बर्गरको रिभ्यू पनि दिन्छु है म आज कस्तो हुँदाखेरि फर्स्ट टाइम ट्राई गरेको हामी दुइटैले चाहिँ सो गाइज हामी चाहिँ अब त्यहाँबाट बर्गर खाएर निस्किसकेको छौँ कस्तो लाग्यो बर्गर तिमीलाई बर्गर पर्सनल मलाई चाहिँ मिठो लाग्यो है चिकन ब्रेस्ट थियो त्यसमा थाई प्लेट भएको भए चाहिँ एकदमै मिठो हुन्थ्यो ठिक छ त्यस्तो नट ब्याड नट गुड भनौँ न एभरेज थियो बर्गर चाहिँ सो गाइज जब चाहिँ हामी एपिङबाट ट्रेन चढेर घर जान लागिसक्यो मैले चाहिँ कति बज्यो भने 7:04 गइसकेको छ आजको लागि यति नै अब खासै केही पनि इन्ट्रेस्टिङ हुँदैन अब त्यसपछि अब त घर जाने त्यही आफ्नो डेली रुटिन हो अनि त्यसपछि सकेसम्म एडिट गरेर आजै हालिदिन्छु आज कति हो आज 10th of March रहेछ सकेसम्म एडिट गरेर आजै हालिदिन्छु अब आज गरिएन भने भोलि हालिदिन्छु किनकि मेरो मन्डे ट्युसडे कलेज भएको हुनाले बिदा हुन्छ आज कलेज पनि गइएन कलेज पनि गएन किनकि ऊ भएको थियो कि कलेज मेरो आजको क्यान्सल भएर अर्को दिनलाई अनलाइन सरेको थियो त्यही भएर हजुरहरूलाई के कस्तो भिडियो चाहिएको छ टु लेटेस्ट नो होइन हामी त्यो अनुसारले भिडियो अब बनाउँछौँ इन्फर्मेटिभ चाहियो कि हाम्रो त यस्तै हो पारा गयो डुल्यो हिँड्यो जस्तो छ त्यस्तै भिडियो हालिदिने हो अनि त्यही भएर चाहिँ अब इन्फर्मेटिभ चाहिन्छ भने त्यही अनुसारको भिडियो बनाउँछौँ हामी प्रिपेरेसन गरेर होइन यस्तै ठिक छ भने यस्तै आइरहन्छ बेला बेलामा मेबी हप्तामा एउटा आउन सक्छ दुईवटा आउन सक्छ अथवा महिनामा एउटा नि आउन सक्छ भरै हुन्न हाम्रो चाहिँ अब कहिले बिदा हुन्छ कहिले गइन्छ त्यही अनुसार बनाउने 10th of March अनि त्यसपछि अरू कुरा त्यस्तै हो आजको लागि यति नै ल गाइस सी यू बाई होपफुली उसको वेन्सडे अफ भयो भने कपाल काट्न गएको पनि लगाउन वेट छैन ल होइन म यस्तो थियो कि के अरे लाज लाग्थ्यो पब्लिकमा भिडियो गर्नलाई आजभोलि गर्दै गएपछि बानी पर्न थालेछ अब बिस्तारै बिस्तारै युज टु भइन्छ क्वालिटी अपग्रेड हुँदै जान्छ अब भ्युज आउँदै गयो भने त्यही अनुसार मोटिभेट भइन्छ त्यही हो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न सबै चाहिँ नबिर्सनु होला है गर्नुहोला कमेन्ट हजुरहरूलाई भिडियो कस्तो लाग्छ कस्तो भिडियो चाहिएको छ प्लिज डु लेट अस नो